सो गाइज म चाहिँ यहाँ जिरो बनाउँदैछु यो भित्र देखाइदिउ हाम्रो गाइजहरुलाई सो जिरो चाहिँ हो यो चाहिँ जिरो मैले अब हाले है अब यसलाई चाहिँ के गर्नु यसलाई डाइरेक्ट यहाँ बीचमा हाल्नु सही गर्नु ल यहाँ चाहिँ यसो गर्नु हैन ए अच्छा चाहिँ यहाँ छेड रहेछ है अब यसरी घुमाउनुस् माथि ला साह्रो गोप्छ नि दाजु ए माथि मुखबाटै घोप्यो नि त सरी होइन मलाई भनेन नि त यसको मुख माथि छ भनेर तेल हाल्नु छ छेउबाट तेल छेउबाट यस्तो गरेर ओहो जिन्दगी गाह्रो छ है कहाँ यो बिहा गरेको जस्तो सजिलो हो होइन काम भनेको साह्रो छ अब के गर्नु यसलाई अब बिस्तारै गर्नु यसलाई हल्लाउनु बिचबाट यसरी सार्दै एउटा पाक्नु घुमाउनुहोस् यसरी बिस्तारै यसरी पकाउनु तेलमा त्यही मात्रै हाले मसला मात्रै हाले यसरी घुमाउनु त छ यो त पाकेन नि है पाक्यो अलिक पाक्छ गाँडो छ दाजु पकाएर खानु जिन्दगी गाह्रो छ भन्थ्यो है हेर्नुहोस् ल अब म लाउँछु कि कसरी लाइने रहेछ त्यहाँनिर तपाईँ सिक्नुहोस् ल यहाँ भाइ चाहिँ सिक्ने अरे जिरो थामा पाक्यो यो त्यो अब यता निकाली राखौँ न नानीहरूले खाइरहेको छ नानीहरूले खान्छ एकछिनै तेल तार्नुपर्छ है केमा हालिदिनु भनेपछि म फेल खाएँ होइन कि त्यो अलिक उयो यसो लाउनुहोस् हेर्नुहोस् ल अब यहाँनिर कस्तो भयो होइन बिचबाट फेरि यसरी चाहिँ त्यो सबैलाई पक्रिनुको लागि अब आउनु अरे अब म फेरि सेलरोटीमा बस्थेँ ए सेलरोटी पनि बनाउने के हो पार्टी हुँदैछ कि यहाँ त होइन अब यहाँनिर अलिकति बिमारी भएर चाहिँ हेर्नु त हेर्नु जाने त्यस्तो है भयो यसरी घुमाउनु भनेको होइन हजुर त्यो चाहिँ साइडमा पकाउनुको लागि बहिनी त्यो त मकैको चामलको हो क्या गर्मीसँग गरेको बेला बनाउँदै त किन हालेको मकैको चामल चाहिँ मलाई के लाग्छ आमाले सधैँ मकैको चामल लगाउनु त्यसले गर्दा कडा भएको होला हो भयो यो पाक्यो भयो डर्यो ल कति मिनेटको भयो भिडियो